नमस्ते। अब आज पनि म अधिवक्ता समीप घिमिरे यो नेपालको संविधान विषयक छलफलको लागि आएको छु। म पनि तपाईँहरूकै साथी हुँ। साथीको रूपमा यो शैक्षिक डिस्कोर्सको लागि आएको हुँ। म कानुन व्यवसायको लागि नभइकन नितान्त एउटा कानुनको विद्यार्थी भएको हिसाबले आफूले जानेको कुराहरू तपाईँहरूसँग छलफल गर्ने विषयले चाहिँ म तपाईँहरूसँग आएको हुँ। म यो कन्टिन्यू गरिरहेको छु। मैले खास गरी नेपालमा सरकारी सेवामा काम गर्नको लागि इच्छुक, प्रतिस्पर्धा गर्नको लागि इच्छुक, सेवा आयोग, शिक्षा आयोग, लोकसेवा आयोग, यो चाहिँ पब्लिक सेक्टरको जबहरू हो होइन। यो जबहरूको लागि विभिन्न जागिर सेवा, सरकारी सेवाको लागि यो नेपालको संविधानबाट प्राय जसो सबै धेरै जसो कोर्सहरूमा चाहिँ क्वेसनहरू समावेश गरिने हुँदा, सिलेबस समावेश गरिने हुँदा योसँग सम्बन्धित कुरामा चाहिँ तपाईँहरूसँग अहिले म कानुनभित्रको संविधानको सिरिजभित्र छु। त्यस पछाडि म विषयगत रूपमा चाहिँ विभिन्न ऐनहरू, नियमहरू र अरू अरू कुरामा पनि जोडिँदै जानेछु। डिरेक्टिभ्सहरू, निर्देशिकाहरू यो कुन कुन हुन्छ होइन, यसै बिचमा जोडिँदै जानेछु। र अब यो कानुनभित्र कन्स्टिट्युसनको पार्टभन्दा पछाडि चाहिँ मैले चाहिँ यहाँहरूसँग चाहिँ अब निजामती ऐन, स्वास्थ्य सेवा ऐन, त्रिभुवन युनिभर्सिटी ऐन लगायतको नागरिकताका चाहिँ विशेष अधिकारहरूसँग सम्बन्धित ऐनहरू, प्रजनन स्वास्थ्य तथा अधिकार ऐन, स्वास्थ्यसँग सम्बन्धित विभिन्न ऐनहरूलाई चाहिँ मैले छलफलमा लानेछु। आजको चाहिँ यो छलफलमा योभन्दा अगाडि पनि केही कुराहरू भनेको थिएँ, तर अलिक बढी क्वेसनहरूमा आज छलफल गर्छु। र यो करिब करिब संविधानको कुरा सोध्यो भनेदेखि एमसिक्यू मात्रै होइन, अरू अरू विषयमा पनि हामीले के गर्ने, नेपालको संविधानका सारभूत विशेषताहरू, मौलिक विशेषताहरू के रहेका छन्, कस्तो अवस्थामा यो जनताले प्रत्याभूत गरेको छ भन्ने सन्दर्भमा चाहिँ यहाँहरूलाई मैले योभन्दा अगाडि पनि भनेको छु, यसको एउटा प्रस्तावना एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। त्यस पछाडि यो हाल अहिलेको एक्जिस्टिङ कन्स्टिट्युसन नेपालको 2072 हो। र यो चाहिँ 2072 असोज 3मा लागू भएको संविधान, नेपालको 7औं संविधान र कार्यान्वयनमा आएको 6औं संविधान, 2004को संविधान पछाडि अहिले 72को संविधानमा चाहिँ हामी त्यो कानुनमा नियन्त्रित छौँ। र यो संविधान चाहिँ खास गरिकन के कुराहरूलाई समेट्छ भन्ने सन्दर्भमा चाहिँ अब हामीले जान्नुपर्ने कुरा, यो चाहिँ नर्मल कुरा, ओभरअल कुराहरूको सन्दर्भमा चाहिँ के रहेको छ भने एउटा चाहिँ सङ्घीयता होइन। अब नेपाललाई चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै 7वटा प्रदेशमा र विभिन्न स्थानीय सरकारमा चाहिँ यसलाई लागू गरेकोले गर्दाखेरि यसलाई चाहिँ फेडरल गभर्मेन्टको रूपमा चिनिन्छ भने लोकतान्त्रिक, यो चाहिँ लोकतान्त्रिक मूल्य र मान्यतामा राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक शासन प्रणाली र शासन व्यवस्थामा चाहिँ अहिलेको कन्स्टिट्युसन रहेको छ। र यो समावेशी र समानतामा आधारित समाजमा आधारित कन्स्टिट्युसन पनि हो। जाति, धर्म, भाषा, लिङ्ग, क्षेत्र आदिमा कुनै भेदभाव नहुने भन्ने व्यवस्था रहेको छ र धर्मनिरपेक्षता अपनाइएको छ यो संविधानमा चाहिँ। अब नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दै सबै धर्मलाई समान मान्यता दिने भनेर चाहिँ यसले अङ्गीकार गरेको देखिन्छ। त्यसै गरी नेपालको सार्वभौमिकता र अखण्डताको बारेमा यसमा चाहिँ कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नगर्ने गरी चाहिँ उल्लेख गरिएको छ। नेपालको यो नागरिकहरूको लागि चाहिँ नेपाली नागरिकता पितृ तथा मातृ दुवैको आधारमा नागरिकता दिने व्यवस्था यो कन्स्टिट्युसनले गरेको छ। मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य, आवास, धार्मिक स्वतन्त्रता, मौलिक हकहरूको चाहिँ 31वटा मौलिक हकहरूको चाहिँ यसमा सुनिश्चित गरिएको संविधान हो भने यसमा चाहिँ विधिको शासनको सिद्धान्तलाई सर्वोपरि रूपमा चाहिँ रुल अफ लको चाहिँ गभर्नलाई, यो गभर्निङ शासनलाई चाहिँ मान्ने भनेको कानुन नै सर्वोपरि हुन्छ। यो चाहिँ न्याय क्षेत्र चाहिँ स्ट्रङ हुन्छ भन्ने कुराको प्रत्याभूतको लागि चाहिँ
यो गरिएको छ। कानुनी शासन भनेको चाहिँ खास गरी रुल अफ ललाई, रुलको चाहिँ अर्डरलाई एक्सेप्ट गर्ने भन्ने हो। कानुनभन्दा माथि कोही पनि छैन भन्ने सन्दर्भमा हो। र स्थानीय सरकारको अधिकार चाहिँ स्थानीय तहलाई कानुन बनाउने, बजेट बनाउने, कर लगाउने, निश्चित अनुसूचीबाट यसलाई चाहिँ आफ्नो क्षेत्र अधिकार जुरिस्डिक्सनहरू कन्स्टिट्युसनले नै निर्धारण गरिएको छ भने अब न्याय प्रणालीमा स्वतन्त्र न्यायपालिका सर्वोच्च अदालतको सर्वोच्चता भनेको अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतमा निहित हुने व्यवस्था न्याय सम्बन्धी रहेको छ भने संवैधानिक आयोगहरू, अख्तियार दुरुपयोग आयोग, लोकसेवा आयोग लगायतका थुप्रै संवैधानिक आयोगहरू बनेका छन्। र महिला अधिकार संसदमा महिलाको न्यूनतम 33% प्रतिनिधित्व रहेको छ भने हामी विभिन्न ऐनबाट चाहिँ महिलाहरूलाई चाहिँ 33% इन्क्लुजनको हिसाबले नै उहाँहरूको राइटको लागि यो कन्स्टिट्युसनले, ऐनले व्यवस्था गरिआएको छ। जातीय भाषिक सांस्कृतिक अधिकार, आफ्नै भाषा लिपि संस्कृति प्रवर्धनका लागि अधिकार दिएको संविधान हो यो भने शिक्षा र स्वास्थ्य सेवामा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य र निशुल्क आधारभूत शिक्षाको व्यवस्था गरेको छ यो कन्स्टिट्युसनले। श्रमिकको अधिकार, श्रमिकलाई न्यूनतम ज्याला सामाजिक सुरक्षाको व्यवस्था गरेको कन्स्टिट्युसन हो भने बालबालिकाको अधिकारमा चाहिँ बाल श्रम निषेध, आधारभूत शिक्षा, हिंसाबाट मुक्त जीवन बच्चाहरूको लागि चाहिँ कसैले पनि श्रम शोषण गर्न नसक्ने गरी चाहिँ कानुन निर्माण गरिएको छ। वातावरणीय सुरक्षा, प्राकृतिक स्रोतको दीर्घकालीन उपयोग र वातावरण संरक्षण गर्ने भनिएको छ। र मौलिक हकसँग सम्बन्धित कुराहरू यिनै पेरिफेरीमा रहेका छन् होइन। यो कानुन, यो कन्स्टिट्युसनले विभिन्न आर्टिकलमा, विभिन्न धाराहरूमा चाहिँ प्रत्याभूति गरेको अधिकारहरूको पेरिफेरीको यो चाहिँ समरी लाइनहरू हो। त्यसपछि मैले यी कन्स्टिट्युसनमा खास गरिकन सेवा आयोगको सन्दर्भमा जान्नुपर्ने कुराहरूको बारेमा चाहिँ केही एमसिक्यूको छलफल गर्छु। र त्यो एमसिक्यूहरू कसरी निकालिन्छ होइन, तपाईँहरू आफैले पनि त्यो एमसिक्यू निकाल्न सक्नुहुन्छ। किनभने म चाहिँ एज अ टिचर भन्दा पनि फेसिलिटेटर, तपाईँहरूको साथीको रूपमा मात्रै यहाँ प्रस्तुत भएको हो होइन। हामी गरौँ भन्ने हो होइन, म गरौँ भन्दा पनि हामी गरौँ भन्ने कन्सेप्टलाई लिएर चाहिँ मेरोमा आफू अध्ययन गरेको विषय भएको कारणले गर्दाखेरि तपाईँहरूसँग कानुनी शिक्षाको इन्टरेक्सनको रूपमा मात्रै आएको हुँ। र तपाईँहरूले पनि यसरी नै अरू ऐनहरूलाई, अरू अरू कानुनहरूलाई पनि, नियमहरूलाई, निर्देशिकाहरूलाई प्रत्येक चाहिँ सेक्सनमा, प्रत्येक आर्टिकलमा, प्रत्येक नम्बरमा गएर चाहिँ त्यही कुरा मजाले पढ्ने, बुझ्ने, अनिखेर त्यसैबाट क्वेसनहरू आफै बनाउन प्र्याक्टिस गर्दै जानुभयो भने तपाईँहरूको मेहनतलाई चाहिँ अलिकति यसले सपोर्ट गर्छ होइन, सपोर्ट गर्छ, मेमोरेबल बनाउँछ होइन, अनि हेबिचुएटेड बनाउँछ, वर्डहरूसँग हेबिचुएटेड बनाउँछ, धारा र विभिन्न सेक्सनहरूसँग, आर्टिकलहरूसँग चाहिँ यसले चाहिँ मेमोरेबल बनाउँछ, अनि लेख्ने बानीमा तपाईँहरूलाई चाहिँ सहयोग गर्छ होइन। यिनै कुराहरूसँग सम्बन्धित आफूले कानुन पढ्दा अलिअलि अनुभूत गरेको कुराहरू तपाईँहरूसँग भनेको हुँ मैले खास गरिकन। अब संविधान वर्तमान संविधान 2072 अनुसार संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भन्ने व्यवस्था कुन धारामा उल्लेख रहेको छ भन्ने प्रश्न छ होइन। अब यो प्रश्नमा चाहिँ एन्सर के हुन सक्छ भन्ने सन्दर्भमा चाहिँ अब यो कुन धारामा छ भन्दाखेरि होइन, यो क को चाहिँ यो उत्तर हुन्छ होइन। र अब यो धारा 1 भित्र चाहिँ 1 को 2 भित्र चाहिँ छ भने अब यसभित्र यो छुट्याउँदै गर्दाखेरि यो कहाँ थियो र किन, कसरी चाहिँ यसको चाहिँ एन्सर आइडेन्टिफाई गरियो भन्ने सन्दर्भमा चाहिँ त्यही नेपालको संविधानको धारालाई नै हेरेर निकाल्ने हो होइन। यसैभित्र जाने हो किनभने यो संविधानको धारा 1 मा चाहिँ संविधान मूल कानुन र कानुन, यो संविधान नेपालको मूल कानुन हो। यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ। 2 मा चाहिँ यसको उपधारा 2 मा चाहिँ यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनेर चाहिँ यहाँनिर लेखेको छ। त्यसकारण यसमा चाहिँ
यो प्रत्येक व्यक्तिको भन्ने त आयो नि त होइन। यसैबाट झिकेको हो र हामीहरूले सबैजनाले यही अनुसारले चाहिँ यो छलफल गर्न पनि सकिने कुरा हो। यो त सामान्य कुरो छ, तर अब यसैमा थोरै थोरै टेक्निकल्ली हामी झुकिन्छौँ भन्ने हो होइन। यो क्वेसन एन्सर लिँदै गर्दाखेरि, इन्टरेक्सनमा बस्दै गर्दाखेरि कुनै अमुक ठाउँबाट चाहिँ यो प्रश्नहरू झिकिने पनि होइन र अमुक ठाउँबाट यी व्यवस्थाहरूको बारेमा भनिने पनि होइन। तर यो झिक्दा र छलफल गर्दाखेरि बुझ्दाखेरि चाहिँ कहाँनिर हुन्छ त एन्सर होइन। सुनेर मात्रै चाहिँ मेमोरेबल नहुनसक्छ। एउटा किताब किन्नुहोस् होइन, एउटा किताब किनिसकेपछि चाहिँ प्रत्येक धारालाई इम्पोर्टेन्ट छ है भनेर देख्न थाल्नु पर्यो कि अरूले भनेको कुरालाई मात्रै इम्पोर्टेन्ट होइन, आफूले आफूले झिकेको कुरा नै इम्पोर्टेन्ट मान्दै मान्दै जाने हो, क्रमशः मान्दै जाने हो। ती क्वेसनहरू कसैले बनाएका क्वेसनहरू छन् भने पनि होइन, ती क्वेसनहरू हामीहरूले कलेक्सन गरेर राखेका छौँ भने पनि ती क्वेसनहरूमा हाम्रो चाहिँ कता न कता दृष्टि परेको छ भने पनि ती क्वेसनहरू कहीँबाट आएका होइनन्। यो बुक बनिसकेपछि, यो कन्स्टिट्युसन बनिसकेपछि यसैभित्रबाट चाहिँ यहीँ भएको व्यवस्थामा विभिन्न अप्सन राखेर नै क्रिएट गरिने हो। यो क्रिएटिभिटी भएकोले गर्दाखेरि यो केमा छ भन्ने सन्दर्भलाई पनि मैले थोरै थोरै फोकस गरेर लिएको हुँ। अब नेपालको संविधान अनुसार नेपाल राज्यका विशेषताहरूमध्ये तलको कुन होइन भनेको छ होइन। सङ्घीय, लोकतान्त्रिक, सार्वभौम सत्ता, धर्मनिरपेक्ष, समाजवाद उन्मुख, विभाज्य स्वतन्त्र विभाज्य भनेको छ होइन। अब फोकस गर्नुपर्ने भयो। अब यसको एन्सर चाहिँ यही नै हुन्छ होइन। कुन होइन भनेको छ, यो चाहिँ होइन यसको एन्सर चाहिँ होइन। किनभने यो धारा 4मा हेरियो भनेदेखि होइन भन्ने कुरा चाहिँ यसमा देख्न सकिन्छ। अब धारा 4मा के भनेको छ भन्ने सन्दर्भमा चाहिँ मैले मुनिबाट राखिसकेको छु होइन। अब त्यही भएर चाहिँ धारा 4को विषय पनि यसैभित्र हेर्न सकिने हो। धारा 4ले चाहिँ नेपाल राज्य होइन, नेपाल स्वतन्त्र अविभाज्य सार्वभौम सत्ता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतान्त्रिक समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेको छ नि त होइन। अब चाहिँ माथि चाहिँ विभाज्य भनिएको छ, यहाँ चाहिँ अविभाज्य भनिएको छ नि त होइन। अविभाज्य भन्नेसित अब त मिलेन कुरो, त्यही भएर पनि यो चाहिँ एन्सर चाहिँ मिलाउनु पर्यो, अप्सनमा आउनै पर्यो। अब अर्को क्वेसन छ, नेपालको संविधान अनुसार नेपालमा कस्तो नागरिकताको व्यवस्था गरिएको छ। नेपालको संविधान अनुसार नेपालमा कस्तो नागरिकताको व्यवस्था गरिएको छ भन्ने चाहिँ होइन। अब कमा चाहिँ प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकता भनेको छ। त्यसपछि सङ्घीय पहिचान सहितको एकल नागरिकता भनेको छ है अप्सनमा चाहिँ। अनि त्यस पछाडि प्रादेशिक पहिचान सहितको एकल नेपाली नागरिकता भनेको छ। घमा चाहिँ सङ्घीय पहिचान सहितको एकल प्रादेशिक नागरिकता भनिएको छ होइन। अब यसमा चाहिँ कुन हुनसक्छ त होइन भन्ने सन्दर्भमा चाहिँ यो चाहिँ क नै एन्सर हो है। अब यो एन्सर चाहिँ यो कलाई चाहिँ इङ्कित गरेर हेर्ने हो। र अब यो एन्सर हेर्दै गर्दाखेरि यो कहाँ थियो र यो एन्सर ल्यायो भन्ने सन्दर्भमा चाहिँ यहाँनिर यो धारा 10मा चाहिँ उल्लेख गरेको छ। नागरिकताबाट वञ्चित नगरिने कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन। नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरिएको छ भनेर चाहिँ यसमा उल्लेख गरेको छ। अनि यसरी नै एन्सर पत्ता लगाउनु पर्यो। यसैमा भनेको छ यो 10को 2 भित्र उल्लेख गरेको छ। अब यसैबाट यो एन्सर हो भन्ने कुरा थाहा पाउनु पर्यो। अब त्यस पछाडि अर्को क्वेसन छ, नेपालको संविधानको कुन धारामा लैङ्गिक पहिचान सहितको नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ भन्ने आयो भनेपछि अब नागरिकताको क्वेसनहरू चाहिँ इम्पोर्टेन्ट नै हुन्छ। किन यो सिटिजनसिप इस्युजहरू चाहिँ बर्निङ इस्युजको रूपमा रहिरहन्छ। शिक्षा सम्बन्धी धारा पनि त्यस्तै हुन्छ, स्वास्थ्य सम्बन्धी पनि बढी नै हुन्छ होइन। अनि त्यस पछाडि अरू चाहिँ
अब धारा 46सँग सम्बन्धित यो संवैधानिक अधिकारको हननसँग सम्बन्धित कुराहरू पनि महत्त्वपूर्ण हुन्छ। अलि बढी फोकस हुने कुरामा अलिकति फोकस भएर हेर्नु पनि पर्छ। अब नेपालको संविधानको कुन धारामा लैङ्गिक पहिचान सहितको नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ भन्ने छ। यसको एन्सर चाहिँ हुन्छ धारा 12। अब यो किन धारा 12 एन्सर हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ के छ भन्दाखेरि धारा 12मा वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता यो संविधान बमोजिम वंशको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुबाको नामबाट लैङ्गिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भनेर यसमा भन्यो नि त होइन। लैङ्गिक पहिचानबाट भन्यो नि त यो। त्यसो भएपछि नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुबाको नामबाट लैङ्गिक पहिचान सहितको पाउने भन्यो। त्यही भएर त्यही कुराको प्रश्न हो यो। यही कुराको व्याख्या यही कुराको व्याख्या हेरेर यो प्रश्न बनेको हो होइन। अनि यही प्रश्न बनिसकेपछि यिनै कुरालाई अप्सनमा राखेर यो धारा भन्ने कुरा चाहिँ राखिएको हो। त्यही भएर यसलाई फोकसको लागि मैले संविधानमा भएको कुरालाई पनि कोट गरेको छु होइन। प्रश्न बनाउँदा पनि यही थिमलाई आधार मानेर प्रश्न बनाइयो होइन। यही थिमलाई आधार बनाएर यी एमसिक्यूहरूमा चाहिँ बेस्ट एन्सरको प्रयोग गरियो। त्यही भएर चाहिँ यसलाई प्रश्न र उत्तर एकै ठाउँ बिउजाउँदै गयौँ भने हामीहरूले सुनेर जानेको भन्दा हेरेर जानेको राम्रो बुझिन्छ होइन। अब हेरेर बुझेको भन्दा पनि गरेर बुझेको पढेर बुझेको राम्रो हुन्छ। त्यही भएर यो एन्सर कहाँ छ भन्ने कुरा पहिचानको लागि यो कुराहरू कन्स्टिट्युसनमा भएको धारा 12मा भएको कुरा चाहिँ यसमा मैले उल्लेख गरेको हुँ, सँगै राखेको हुँ। यो सँगै जोडेर हेर्नु होला, संविधानको किताब सँगै राखेर हेर्नु होला। छुटेको कुरामा पनि अप्सनहरू आफै बनाउने कोसिस गर्नु होला। त्यो अप्सन बनाउने ह्याबिटले गर्दाखेरि एक चरणमा गरेको ह्याबिटले गर्दा जीवनभरिलाई त्यसले आफ्नो कुन कुन कुराबाट चाहिँ आयो, कहाँबाट प्राप्त भयो, कसरी पढ्ने भन्ने कुरालाई लोकेट गर्छ। लोकेट गर्ने बित्तिकै हामीहरूले तयारी गर्ने कुराको स्पिड बढ्छ होइन। आज हामी 6 घन्टामा चाहिँ एउटा भागसँग सम्बन्धित कुरामा खेलेर बुझ्ने प्रयास गर्दै गयौँ भनेदेखि भोलि हामी 2 घन्टामा त्यही कुरा चाहिँ सर हेरेर सर्वे गर्दाखेरि ए हो त्यही कुरा हो, यो कुरा त मैले एकैछिनमा बुझेँ किनभने योभन्दा अगाडि नै मेरो नजरमा परिसकेको थियो। यसका विभिन्न अप्सन आए पनि आइएम रेडी भन्ने कुरामा चाहिँ रहन पर्यो। त्यस पछाडि नेपालको राष्ट्रिय झन्डामा चाहिँ राष्ट्रिय झन्डामा तलका कुन रङहरूको प्रयोग गरिएको छ भन्यो होइन। अब हामी राष्ट्रिय झन्डामा चाहिँ कुन कुन रङको प्रयोग गरियो भन्ने सन्दर्भमा अब धेरैलाई त अलिक त जानकारी नै हुन्छ किनभने यो झन्डा जताततै हुन्छ होइन। अब हामीले यसो इमेज पनि खोलेर हेर्न सक्ने भयौँ। गुगलमा यसो इमेजहरू नेपालको झन्डा भन्यो भनेदेखि सर आउँछ, कलरै गनेरै पनि छुट्याउन सकिन्छ होइन। किनाराहरू के को लगाएको छ, बिचमा के छ कसो छ भन्ने कुरा त थाहा त पाउँछ। तर आफूले यो कन्स्टिट्युसन खोलेर हेरेको बेलामा चाहिँ ध्यान दिएर हेरेको बेलामा चाहिँ त्यो डिफाइन गरेको ठाउँमा हेरियो भनेदेखि चाहिँ ए यी रङहरूलाई यसरी व्याख्या गरेर रहेछ, ती रङहरू यस्ता रहेछन् होइन, यिनीहरूलाई यसरी प्रयोग गरेको रहेछ भनेर आफ्नो माइन्डमा एउटा पिक्चर भन्छ कि त्यो पिक्चर, त्यो पिक्टोरल भनेको त्यो पिक्चर माइन्डमै राख्ने पिक्चरको रूपमा चाहिँ त्यसलाई ग्रहण गरियो भने, क्रिएट गरियो भनेदेखि के हुन्छ भन्दाखेरि त्यो आफूलाई झन्डा भन्ने बित्तिकै ए नेपालको झन्डा सेतो, रातो, निलो कुन कुन छ त रङ होइन, कस्तो खालको भन्ने कुराको सट्ट इमेज बनाउनु पर्यो होइन। हामीलाई रोड भन्दाखेरि सहरको रोड भन्दाखेरि कालो बाटो, पिच बाटो होला, त्यहाँ गाडी कुदिरहेको होला भन्ने एउटा इमेज आउन सक्ने भयो होइन। अनि त्यस पछाडि हामीहरूलाई चाहिँ जङ्गल भन्यौँ भने बाँचे तराईको सालको जङ्गलको इमेज आउन सक्छ तराईको मान्छेलाई। पाहाडको मान्छेलाई उत्तिस घारीको अथवा कुनै कुराको होइन एउटा झाडीहरूको केहीको चाहिँ इमेज आउन सक्छ होइन। अनि हामीहरूलाई चाहिँ खसी भन्यौँ भनेदेखि, बाख्रा भन्यौँ भने 4वटा खुट्टा टेक्ने एउटा एनिमल हो नि भने जस्तै हाम्रो पढाइमा पनि कतिपय कुराहरू साङ्केतिक कुराहरू हुन्छन्। त्यो साङ्केतिक कुराहरूलाई चाहिँ हामीहरूले इमेजमा ब्रेन स्ट्रमिङ गर्नुपर्छ, इमेजमा एउटा पिक्चर बनाउनुपर्छ। त्यो पिक्चरले के गर्छ भन्दाखेरि
हामीलाई जति सक्दो छिटो मेमोरी गराउँछ होइन, रिकल गराउँछ होइन। अनि त्यस पछाडि केही कुरा त हामी नजिक पुगिहाल्छौँ फाइनलमा नपुगे पनि, हामी नजिक पुगिसकेपछि हामीले झलस्सै हेऱ्यौँ भनेदेखि हामीले चट्ट ग्रहण गर्छौँ त्यस्ता कुराका सिम्बोलिक तरिकाले हेर्ने होइन। अथवा हामी केही छैन, हामीले एउटा रुखको नक्सा नै बनाएर त्यहीँ वरिपरि आफ्ना आफ्ना क्रिएसनले आफ्नो मनोबलले छुट्याउने किसिमले पढ्न सक्छौँ होइन। मैले विश्वविद्यालय पढ्दाखेरि म मास्टर्स डिग्री इङ्ग्लिसमा पढ्दाखेरि कति पोएट्रीहरू, कति स्टोरीहरू, ड्रामाहरू चाहिँ मैले के गर्थेँ भन्दाखेरि त्यो कपिभरि इमेजहरू तयारी गर्थेँ। त्यो क्यारेक्टर त्यसको नाम यो होला भनेर एउटा मान्छेको नाम बनाउँथेँ। अनि त्यो एउटा कुनै ठाउँमा गइराखेको छ भने यो गेटबाट गयो होला, अथवा यो स्पेसमा गयो होला, यो ठाउँमा यो क्राउडमा गयो होला भन्ने एउटा इमेज तयार गर्थेँ। अनि इमेजै इमेज कलेक्सन गरिसकेपछि चाहिँ के हुन्थ्यो भन्दाखेरि अब त्यो इमेज हेरेर पनि त्यो स्टोरी बुझ्न थालिन्थ्यो कि होइन। सट्ट इमेज कपीमा सट्ट पल्टाइयो भनेदेखि अब यो इमेजले चाहिँ मलाई यो यो पूर्ण भनौँ 1 पेज लेख्नलाई 2 पेज लेख्नलाई अब काम दिन्छ, किनभने ती क्यारेक्टरहरू चाहिँ सँगसँगै सँगसँगै बढेका छन् भने जस्तो होइन। अनि यसमा पनि हामी कतिपय अवस्थामा महिला भन्ने बित्तिकै होइन फिमेललाई आउने कोटाको सन्दर्भमा यसो दिमागमा लगाउन सक्ने भयौँ होइन। अनि 33 चाहिँ छुट्याउने भयौँ। अनि त्यो 33 भित्रको पनि कुराहरूमा आफ्ना रिजर्भेसनहरू होला, इन्क्लुजनहरू होलान् होइन। अनि त्यस पछाडि हामी स्ट्रक्चरल पिक्चरहरू बनाउन सक्ने भयौँ। राष्ट्रको सबैभन्दा ठुलो ओहदाको को हुन्छ, अनि त्यस पछाडि दोस्रो ओहदाको वरियताको कुराहरू होइन। सरकारले त प्रोटोकल बनाइदिएको छ, तर हामी आफैले बुझ्ने तरिकाले पनि त हामी एउटा नक्सा बनाउन सक्ने भयौँ नि, एउटा हाइरार्की नक्सा बनाउन सक्ने भयौँ। अझ कानुनै पढ्ने साथीहरूले त न्यायमा, सरकारी अधिकृतमा होइन, कानुन अफिसरमा, लिगल क्षेत्रमा काम गर्ने साथीहरूले त कसरी पनि बनाउन सक्ने हुनुभयो भन्दाखेरि हाम्रो संविधान पिरामिड आकारको हुन्छ, त्यही भएर हाम्रो टुप्पो रुखको टुप्पो बनायौँ भने हामी टप भनेको कन्स्टिट्युसन, अनि त्यहाँभन्दा मुनि हामी दुईवटा हाँगा बनायौँ भने हाम्रो ऐन र नियमावली होइन। अझ दाहिनेपट्टि हामी ऐन बनायौँ भनेदेखि त्यो चाहिँ अगाडि आउने भयो अरे होइन, देब्रेपट्टिको पछि आउने भयो अरे। अनि क्रमशः अर्को हाइरार्कीमा आउँदाखेरि निर्देशिकाहरूको लाइनहरू आउन सक्ने भयो, त्यहाँभन्दा मुनिका इन्टरनल रेगुलेसनका कुराहरू आउन सक्ने भयो भने त्यो एउटा पिरामिड जस्तो किसिमको एउटा एउटा चाहिँ कोणधारी रुख तयार गऱ्यौँ भने हामी त्यही रुख देखेर कानुन देख्ने, हाम्रो कानुन देख्ने चाहिँ हाम्रो कला हुनसक्छ होइन। त्यस्तै गरिकन चाहिँ अब हामी कानुनै नपढेको विद्यार्थीहरूको लागि चाहिँ अब यही मैले यो झन्डाको प्रसङ्गले म त्यहाँ पुगेको छु अहिले होइन। एउटा झन्डा तयार गरियो भनेदेखि त्यो झन्डाले चाहिँ कतिवटा कुरा इङ्गित गर्नुभयो, संविधानले झन्डाको बारेमा व्याख्या गरेको छ भन्ने पनि जान्ने भयौँ होइन। आफ्नो आफ्नो देशको प्रतीक चिन्ने पनि भयौँ। विभिन्न कलरहरूको कारणले गर्दा हामी इमेजिन गरेर चाहिँ त्यसलाई चाहिँ थिङ्किङ पावर बढाउन सक्ने भयौँ। यस्ता कुराहरू हेर्नुपर्छ। सबैका आफ्ना आफ्ना शैली हुन्छन्, पढ्ने पढाउने जान्ने कुराहरू होइन। कसैले म यो रुल भयो भनेदेखि यस्तो हुन्छ भन्ने हुन्छ, कसैले चाहिँ यो 5वटा कुराहरू सम्झिनुपर्छ लोकसेवा गर्दा भन्छ, कसैले 10वटा भन्छ। सबैका आफ्ना आफ्ना कुरा हुन्। त्यो अनुभव आफूले भोग्दा जसरी भोगिएको छ त्यसरी नै हो। तपाईँहरूले आफ्नो किसिमको क्रिएसन बनाउनुहोस्, त्यो आफ्नो मेमोरी पनि बन्छ होइन। त्यसलाई सहजीकरण गर्ने कुराहरू बिस्तारै 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 टिचरले अथवा साथीले अथवा चाहिँ हामी जस्तै यसो डिस्कसनमा आउने मित्रहरूले पनि यो कुरालाई चाहिँ सपोर्ट गर्न सक्छौँ भन्ने कुरा चाहिँ मलाई लागेको हो। त्यसैले अब यसमा अप्सनमा चाहिँ रातो, गाढा, निलो र सेतो हाम्रो राष्ट्रिय झन्डाको बारेमा भनेको छ भने सिम्रिक निलो र सेतो भन्ने अर्को भयो। गाढा, रातो, निलो र सेतो, सिम्रिक, गाढा, निलो र सेतो होइन, यी विभिन्न अप्सनहरू आए। अब यसमा चाहिँ यो धारा 8मा राष्ट्रिय झन्डा सिम्रिक रङको भुइँ, सिम्रिक रङको भुइँ भन्ने एउटा कलर आइहाल्यो। अब सिम्रिक रङको गाढा निलो रङको किनारा होइन भएको, दुई त्रिकोणको अलिकति अलिकति जोडिएको माथिल्लो भागमा खुर्पे चिन्हको बिचमा 16मा 8 कोण देखिने सेतो आकार, 3वटामा अर्को सेतो पनि आइसक्यो। तल्लो भागमा 12 कोण सूर्यको सेतो आकार भएको अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हुन्छ भनेपछि अब होइन सिमरिक भयो, गाढा निलो र सेतो भनेपछि अब यसरी यो कन्स्टिट्युसनबाट क्वेसन जिक्यो यो रङको विषयमा, यही व्याख्यालाई लगेर माथि प्रश्नको रूपमा स्थापित गरियो। अब त्यो पछि चाहिँ अब पहिचान बुबाको पहिचान नभएको नेपाली नागरिक आमाबाट जन्म भई
नेपालमा नै बसोबास गरेको व्यक्तिलाई कुन आधारमा नागरिकता प्रदान गरिन्छ भन्ने एउटा नागरिकता सम्बन्धी प्रश्न रह्यो। अब यो प्रश्नमा चाहिँ अब हामीहरूले चाहिँ कसरी हेर्ने हो भन्ने कुरा चाहिँ नागरिकता सम्बन्धी व्यवस्थामा यो चाहिँ हामीहरूले सर पढ्न पर्यो, डिटेल्समा पढ्नु पर्यो। किनभने यो त एउटा एक्जाम्पलको एक्जाम्पलको क्वेसन मात्रै हो यो त, होइन? नागरिकताको त थुप्रै कुराहरू बन्छन्, किनभने नेपालमा संसारभरि नै विभिन्न खाले नागरिकताहरू हुन्छन्, होइन? अब हाम्रो नेपालमा पनि विभिन्न खाले नागरिकताहरू बनेको छ, वंशजको बनेको छ, अङ्गीकृत बनिएको छ, होइन? त्यस पछाडि चाहिँ अब अहिले चाहिँ भनौँ न यो गैर आवासीय नागरिकको पनि यो एनआरएनएको नागरिकताको पनि व्याख्या गरेको छ, होइन? अनि कस्तो अवस्थामा दिने भनिएको छ, कोलाई एनआरएनएको चाहिँ नागरिकताको लागु हुन्छ भन्ने कुराहरू छ, होइन? यी विभिन्न कुराले गर्दाखेरि हामीहरूले यसमा चाहिँ छोटो छोटो बुलेट बनाएर नागरिकताको प्रकार यति राख्ने, अनि त्यसमध्ये कोले पाउने भन्ने राख्ने, वंशजमा कोले पाउने रहेछन् भनेर सबैमा हेर्ने, होइन? अङ्गीकृत पाउने अधिकार कसको छ भनेर हेर्ने, कस्तो अवस्थामा चाहिँ आमाले नागरिकता दिन सक्नेछ, लैङ्गिक पहिचान सहितको आमा बुवाबाट दिन सक्नेछ, होइन? आमा नेपाली र बाउ विदेशी भएको अवस्थामा, नेपालमा जन्मेको अवस्थामा के हुनेछ, होइन? बाउ आमै विदेशी र नेपालमा जन्मेको अवस्थामा के हुनेछ, होइन? विभिन्न अप्सनहरूमा चाहिँ आफ्ना क्वेसनहरू बनाउने, होइन? ब्रेन स्टर्मिङ गर्ने, रट्ने रट्ने मात्रै भन्दा पनि क्रिएटै गर्ने, होइन? आफूलाई अप्ठ्यारो पार्ने कि धेरै प्रश्नहरू क्रिएट गरेर आफैले अप्ठ्यारो अप्ठ्यारो पारेपछि के हुन्छ भन्दाखेरि यसमा पनि आफू फेमिलियर हुँदै जान्छ, होइन? सुरुमा त हामी क्लासमा छिर्दाखेरि धेरैजना चाहिँ 50औँजना 100औँजना साथीहरू पढ्दै रहेछन् भने अब कसैको नाम थाहा हुँदैन नि, होइन? अनि हामी एउटा बेन्चमा बस्छौँ, अनि एउटा बेन्चमा बसेपछि हाम्रो नजिकको साथीलाई चाहिँ हामीहरूले हजुरको चाहिँ घर कता हो, गाउँ कता हो भनेर सोध्न थाल्छौँ। अनि चाहिँ त्यो नामबाट चाहिँ हामीले पल्लो साथीलाई सोध्न थाल्छौँ, अनिखेर पछिल्लो बेन्चलाई, अघिल्लो बेन्चलाई गर्दै गर्दै हामी पछि त्यो 50जना 100जना साथीहरू सबैको नाम जान्न थाल्छौँ नि, होइन? त्यसरी नै परिचित हुँदै जाने हो नि, होइन? यहाँ पनि संविधानको धाराहरू, संविधानको व्यवस्थाहरू, विभिन्न धारामा रहेका चाहिँ उपधाराका व्यवस्थाहरूमा चाहिँ हामी फेमिलियर हुने, परिचय गर्दै जाने हो। यी कन्टेन्टमा हाम्रो परिचय मिलाउँदै मिलाउँदै जाने हो। र त्यो परिचयले नि के गर्छ भन्दाखेरि हामीले त्यो परिचय गरेको कारणले हामीले बाटोमा हिँड्दाखेरि त्यही मान्छेलाई चिन्छौँ नि, यो त आहा मेरो क्लासमेट हो, ओहो रिता कहाँबाट आइपुग्यो, ओहो सीता कहाँबाट आइपुग्यो, ओहो राम कहाँबाट आइपुग्यो, ओहो हरि कहाँबाट आइपुग्यो, होइन? अनि प्रश्न सोद्धाखेरि पनि त के हो भन्दा परीक्षामा आएको प्रश्न चाहिँ के भन्न सकिने भयो, ओहो यो धारा यतिबाट, ओहो यो सेक्सन यतिबाट, ओहो यो कुरालाई फोकस गरेर छ, यो व्यवस्थाबाट हो भनेर पहिला कहाँबाट आएको भन्ने थाहा पाइहालिन्छ। अनि कुन कन्टेस्टले निकाल्यो भन्ने थाहा पाइन्छ। अनि नजिक नजिक फेमिलियर भइराखेको रहेछ भनेदेखि त यही कुरा त लेख्यो नि। अघि चाहिँ झन्डामा चाहिँ अघि बिहान हेरेर आएको 3टा रङ हुन्छ भन्ने थियो, झन्डा सम्बन्धी व्यवस्था यतिमा छ, यति धारामा छ, त्यो झन्डामा यतिवटा रङ हुन्छ नि, त्यो हाम्रो राष्ट्रिय झन्डा हो भनेर नि हामी चिन्जान हुन्छ नि, हाम्रो परिचय हुन्छ। अनि त्यही जस्तै गरेर हामी यसमा सर जान सक्छौँ। यो धारा 11मा चाहिँ धारा 11(5) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई, आमा पनि नेपाली, अब नेपालमै जन्म भएको, होइन, नेपालमै बसोबास पनि गरेको र बाउको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्न सकिनेछ भन्यो, होइन? अब के कुरा भयो? नेपालकै नागरिकताको, नेपालको नागरिक आमा, नेपालमै बच्चाको जन्म भयो, नेपालमै बसोबास गरेको अवस्था, तर बाउ चाहिँ कहाँ छन्? पहिचानै हुन सकेको छैन, होइन? भने वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्न सकिने रहेछ, होइन त? वंशजको दिने एउटा कति राम्रो आधार रहेछ नि त यो त, होइन? आमा नेपालकै हो, जन्म दिएको पनि नेपालमै हो, नेपालमै बसोबास गरेको छ, नेपाल छोडेको छैन। अब त वंशजकै दिनुपर्छ भन्ने भयो। यो भनेको लैङ्गिक पहिचान यहाँ रह्यो नि त मम्मीसँग, होइन? अब लैङ्गिक पहिचानको अघि हामीले कुरो गरेका थियौँ। तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता सङ्घीय कानुनको अनुसार अङ्गीकृत नागरिकतामा परिणत हुन्छ। अघि चाहिँ हामीले बाबु चाहिँ चिनिएन, त्यो बालकलाई के गर्ने त, आइडेन्टिटी दिने कि नदिने भन्ने प्रश्न थियो, होइन? तर अहिले बाबु चिनेपछि त्यो बच्चा चाहिँ विदेशी बाउको बच्चा हो
भन्ने कुरा चाहिँ आइडेन्टिटी प्रुफ भयो। त्यसैले उनी चाहिँ नेपालमै हुँदाखेरि पनि, ती बच्चा चाहिँ नेपालमै रहे पनि के हुने भयो भन्दा अब नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्ने भयो, यहाँ जन्मेको कारणले, यहाँको मम्मीबाट जन्मेको कारणले, होइन। तर मम्मी चाहिँ विदेशमा विवाहित भएको र विदेशी व्यक्तिकै कारणले जन्मिएको भन्ने कुरा चाहिँ पुष्टि रहेको देखियो। अब विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट नेपालमा जन्मिएको व्यक्तिको कुन आधारमा नागरिकता प्राप्त हुन्छ, कुन आधारमा नागरिकता पाउँछ भन्ने कुरा आयो, होइन। विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिला, होइन, हाम्री छोरी चेली विदेशी नागरिकसँग बिहे गरिन्, होइन। अब नेपालमा चाहिँ बच्चा जन्मियो, कुन आधारमा दिने भन्ने रह्यो। अब यसलाई चाहिँ के हो भन्दाखेरि अङ्गीकृत नागरिकता प्रदान गर्नुपर्छ भन्ने व्यवस्था यहाँ रहेको छ। त्यसर्थ मैले माथि हाइलाइट गर्न बिर्सेँ कि एकचोटि हेर्छु, यो वंशजको आधारमा हो भन्ने कुरा मैले यहाँ हाइलाइट गरेँ। त्यसपछि अब यो मुनिको चाहिँ कसरी हो त, त्यसो हो भने अङ्गीकृत दिनुपर्ने व्यवस्था कहाँ छ त भन्ने, होइन। यो संविधानको धारा 11 को उपधारा 5 मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाउको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भन्ने छ। तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता सङ्घीय कानुन बमोजिम अङ्गीकृत नागरिकता परिणत हुनेछ भन्ने कुरा मास्तिरकै आयो, योलाई गर्यो। अब यो उपधारा 7 मा यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि, यसरी अब त्यो मास्तिरको सिमिलर त देखियो, तर फर्दर इलाबोरेट गरेको छ यसमा चाहिँ, होइन, थप व्याख्या गरेको छ। अब यो व्याख्याले के भन्यो भन्दाखेरि यस धारामा भनेको यो संविधानको के अरे यो नागरिकता सम्बन्धीको धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ। तर नागरिकता प्राप्त गर्दाका बखत निज आमा बुबा दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिको वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ भने चाहिँ बाबु विदेशी भए अङ्गीकृत हुने, तर बाबु आमा यहीँ भएमा चाहिँ के हुने भयो भन्दाखेरि बाबु आमा चाहिँ यहीँ हुने भए चाहिँ वंशजकै प्राप्त गर्न सक्ने भन्ने कुरा भयो। अब अर्को नम्बर छ, वर्तमान संविधानले कसलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न रोक लगाएको छ भन्ने छ, होइन। अब यो वर्तमान संविधानले चाहिँ सार्क सदस्य मुलुकको नागरिकता प्राप्त व्यक्तिलाई सार्क सदस्य बाहेकको मुलुकको नागरिकता प्राप्त व्यक्तिलाई माथिको दुवै विकल्प माथिका कुनै विकल्प होइनन् भनिएको छ। र यसको उत्तर चाहिँ सार्क सदस्य मुलुकको नागरिकता प्राप्त व्यक्तिलाई नै यो धारा 14 मा छ। यसमा चाहिँ यो नागरिकता दिनका लागि रोक लगाएको छ। धारा 14 मा के छ यो व्यवस्था र किन रोक लगाइयो भन्ने कुरा चाहिँ यो धारा 14 मा हेर्नु जरुरी छ। धारा 14 मा चाहिँ के भन्दाखेरि गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने भन्ने व्यवस्था छ। यसमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको, होइन। अब बाहेकको भनेको के हो भन्दा यी दक्षिण एसियाली सार्क सङ्गठनको क्षेत्रीय सदस्य भएका राष्ट्रमा बसोबास गरेकोले चाहिँ नपाउने भयो बाहेकका भनेपछि, त्यसभन्दा अरूलाई चाहिँ प्रदान गर्न सकिने भयो भन्ने कुरा यसमा लिएको छ। अब त्यस पछाडि चाहिँ वर्तमान संविधानले कसलाई गैर आवासीय नेपाली नागरिकता भएकालाई जान रोक लगाएका पदहरू कुन कुन हुन् भनिएको छ। यसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुख, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, प्रदेश सभाको सभामुख, विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू र माथिका
सबै विकल्पहरू बनिएको छ। यी माथिको सबै विकल्पहरू कसैले पनि यसरी चाहिँ यो नियुक्ति लिन सक्दैन होइन। यसलाई चाहिँ बन्देज गरेको छ, कन्स्टिट्युसनले नै बन्देज गरेको छ। यी पदहरूमा चाहिँ त्यसरी जानु मिल्ने अवस्था देखिँदैन। र यो चाहिँ व्यवस्था चाहिँ 208 र 89 पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्थामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ भन्ने व्यवस्था छ। यही व्यवस्थाले चाहिँ उहाँहरूले त्यो नियुक्ति लिन सक्नुहुन्न। त्यस पछाडि अब अर्को क्वेसन छ, संविधानको धारा 14 अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले कुन अधिकार उपभोग गर्न पाउने छैन भनिन्छ। संविधानको 14 अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले कुन अधिकार उपभोग गर्न पाउँछन् भन्ने सन्दर्भमा चाहिँ अब यो कुन कुन हो भन्ने सन्दर्भमा चाहिँ यो आर्थिक अधिकार, सामाजिक अधिकार र सांस्कृतिक अधिकार, यी अधिकारहरू चाहिँ गैर आवासीय नेपालीको लागि दिएको छ होइन। गैर आवासीय नेपालीलाई नागरिकता प्रदान पनि भइसकेको छ। तर यी माथिको अधिकार पाए तापनि राजनीतिक, यी सबै अधिकार पाए तापनि राजनीतिक अधिकार भने अहिलेसम्म गैर आवासीय नेपालीले चाहिँ पाएको छैन होइन। त्यसर्थखेरि यो माथिका सबै हुन् भन्ने कुरामा चाहिँ मैले फोकस गरेको छु। किनभने यो धारा 14मा चाहिँ गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने भन्ने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज र निजको बाबु आमा बाजे र बजे नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई सङ्घीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, आर्थिक, सांस्कृतिक र सामाजिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकको नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिन्छ भनेर चाहिँ भन्यो होइन। सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारमा चाहिँ विमुख गरेन। अब त्यो बाहेक यो राजनीतिक अधिकारमा चाहिँ राजनीतिक प्रतिनिधि बन्ने विषयमा चाहिँ यसमा चाहिँ बन्देज गरेको अवस्था छ नेपालको संविधान 2072ले। अब त्यस पछाडि कुन कुरा छ त भन्दाखेरि नेपालको संविधानमा मौलिक हक 31वटा उल्लेख छन् भने नागरिकको कर्तव्य कतिवटा उल्लेख छन् भन्ने छ होइन। अब यो क्वेसनहरू चाहिँ अब नेपालको संविधानमा मौलिक हकको बारेमा कति, कुन धारामा के छ, कुन धारामा के छ, कसो छ होइन, अनि कुन कुन मौलिक हकमा के व्यवस्था छ मात्रै नआउने रहेछ होइन त। अनि यो 31वटा छन् भने चाहिँ अब नागरिकको कर्तव्य चाहिँ कतिवटा छन् भन्ने क्वेसन पनि हुन सक्छ भनेको है। यो चाहिँ हुन चाहिँ सक्छ है भनेको होइन। अब यसमा चाहिँ यो 4वटा नागरिकका कर्तव्यको बारेमा होइन। अब राइट त नागरिकले सधैँ लिन खोज्छ, तर नागरिक कर्तव्य पनि हुन्छन् भन्ने सन्दर्भको झल्को चाहिँ यसैबाट आउँछ। र यो धारा 48मा चाहिँ धारा 48 नागरिकका कर्तव्य, प्रत्येक नागरिकका कर्तव्य देय बमोजिम हुनेछन्। राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकका कर्तव्य चाहिँ यी 4वटा कर्तव्यहरू नागरिकका रहेछन्। अब त्यस पछाडि अर्को छ सम्मानपूर्वक बाँच्न पाउने हक कसलाई प्राप्त हुन्छ भन्ने छ। यो चाहिँ के छ त भन्दाखेरि प्रत्येक व्यक्तिलाई भन्ने एउटा अप्सन छ होइन। प्रत्येक व्यक्तिलाई हो कि प्रत्येक नेपाली नागरिकलाई हो भन्ने कुरामा अलिकति हामीले माइन्युटली हेर्नु पर्यो। व्यक्तिहरू पनि नागरिक नै हुने भएकोले गर्दाखेरि कुन चाहिँ हो भन्ने सन्दर्भमा चाहिँ हामीले यसलाई अलिकति याद गरिहाल्नु पर्यो। त्यस पछाडि प्रदेश प्रमुखलाई, राष्ट्रपतिलाई भन्ने विभिन्न अप्सन राख्यो। तर धारा 6मा चाहिँ, धारा 16मा चाहिँ यो कुरा चाहिँ के उल्लेख गरेको छ त हेरौँ है त।
धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हक प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्यो नि त होइन। प्रत्येक नागरिकलाई त भनेन, प्रत्येक व्यक्तिलाई नै भन्यो। त्यसकारण हामीहरूले यसमा थोरै फोकस गरेर थोरै फरक छुट्याएर कहिलेकाहीँ चाहिँ व्यक्तिलाई भन्ने नागरिकलाई भन्ने उस्तै हो, कुनमा चाहिँ जाने हो होइन, केमा चाहिँ झुकिने हो भन्ने कुरा रह्यो। अब यो एमसिक्यूमा मात्रै रहेन होइन, नेपालका विभिन्न चाहिँ मौलिक हक मध्ये यो सम्मानजनक बाँच्न पाउने हक छ, त्यो प्रत्येक व्यक्तिलाई पाउने हक, व्यक्तिले पाउने हक हो होइन। नागरिकहरू, यो देशमा जन्मेका नागरिकहरू, यस देशमा चाहिँ नागरिकता प्राप्त गरेका व्यक्तिहरू लाई यी हकहरू चाहिँ राज्यले प्रदत्त गरेको छ भनेर हामीले यसो व्याख्या बनाउन पनि सक्ने भयौँ। त्यसमा पनि प्र्याक्टिस गर्नु पर्यो। यो एमसिक्यू हेर्दा हेर्दै यही भित्रबाट यो संविधानमै भएको व्यवस्था त हुने सबै होइन, कहाँबाट नयाँ ल्याउने कुरा भएन। त्यही भएर यिनै व्यवस्थालाई व्याख्या गर्ने भनेकै संविधानको व्याख्या गर्ने हो, संविधानबारे जानकारी लिने हो। त्यसो भएकोले गर्दाखेरि यी एमसिक्यू कुनै पनि कुराका सर्ट क्वेसनहरू या लङ क्वेसनहरू उत्पादन गर्नुभन्दा पहिला चाहिँ थ्योरी हुन्छ होइन। हाम्रो यी एमसिक्यू बन्ने थ्योरी भनेको कन्स्टिट्युसन हो, कन्स्टिट्युसनको बेस हुन्छ होइन। कन्स्टिट्युसन जानियो भनेदेखि त एमसिक्यू नजान्ने भन्ने कुरै रहेन। तर कहिलेकाहीँ सिमिलर कुराहरू सोधिन्छ, सिमिलर डेटहरू सोधिन्छ, सिमिलर वर्ड्सहरू सोधिदिन्छ होइन। अनिखेर ती वर्ड्सहरूले, ती धाराहरूले चाहिँ हामीहरूलाई कन्फ्युजन बनाउँछ अनि हामी परीक्षामा चाहिँ प्रतिस्पर्धा गर्न अनेबल हुन्छौँ होइन, सक्दैनौँ, गाह्रो हुन्छ। त्यही कुरा चाहिँ अलिकति हामीहरूले याद गर्नु पर्यो। अब पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्छ भन्यो होइन। पैतृक सम्पत्ति भनेको हाम्रो बुवा मम्मीको, हाम्रो पुस्ताको, अघिल्लो पुस्ताको सम्पत्ति चाहिँ हामीहरूले ग्रहण गर्नको लागि समान हक हुने अवस्थाको बारेमा यो रह्यो भनेपछि अब यो हक भनेको त के हुने भयो, बराबरी बाँड्ने भनेको त समान रूपमा जाने भन्ने भयो। एन्सर यही नै हुने भयो होइन, समानताको हकभित्र जाने भयो। अब यो समानताको हक कतिमा छ भन्यो भनेदेखि चाहिँ यो चाहिँ धारा 18मा छ र होइन। सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने धारा 18मा छ भने त्यही 18को 5मा चाहिँ उपधारा 5मा है, मैले यहाँ धारा 1देखि चाहिँ एकैचोटि 5मा 5को मात्रै ल्याएको छु, किनभने यो बिचमा ल्याउँदा धेरै कन्टेन्टहरू हुन्छ भनेर चाहिँ यो एकपछि मैले 2, 3, 4 छोडेर हामीहरूलाई चाहिने एन्सरको चाहिँ यसमा साइड गरेको हो होइन। यो पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ भन्ने व्यवस्था छ। यो क्वेसनबाट आएको कुरा होइन, त्यो क्वेसनबाट आएको कुरा, ये अप्सन जन्मिए, यो अप्सनलाई प्रुफ गर्ने बाटो भनेको धारा 18को समानताको हक हो। अनि त्यो धारा 18भित्र पनि कहाँ चाहिँ लेखिएको छ त यो कुरा भन्दाखेरि यो उपधारा 5मा लेखिएको छ। यसरी कन्टेन्टमा जाँदै गयो भने हामीहरूले यसरी नै खोज्यौँ भनेदेखि हामीहरूलाई थोरै यसले चाहिँ हामीहरूलाई हेबिचुएटेड बनाउँछ, अलिकति गरुङ्गो पनि बनाउँछ है। अब समानताको हक कसलाई प्राप्त हुन्छ, प्रत्येक व्यक्तिलाई हुन्छ कि उपराष्ट्रपतिलाई हुन्छ कि प्रधान न्यायाधीशलाई हुन्छ कि होइन। अब त्यसपछि सबै नागरिकलाई हुन्छ कि कसलाई हुन्छ त, कुन हुन्छ भन्ने सन्दर्भमा चाहिँ यो एन्सर चाहिँ सबै नागरिकलाई नै हुने हो। त्यसैले समानताको हकको उपधारा 1मा चाहिँ सबै नागरिकलाई कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनेर त यो सुरुमै 1मै भन्यो। त्यही भएर हामी यही कुरा नै हाम्रो एन्सर हो, यसैलाई हेर्ने हो होइन। मैले यो कलर गरेर अलि रङ्गी बिरङ्गी बनाएँ, यसो हाइलाइटको लागि हो। अब प्रत्येक व्यक्तिलाई आफू विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक कुन मौलिक हक हो भनिएको छ होइन। अब आफूलाई भनौँ न, आफ्ना विरुद्धमा हरेक ठाउँमा आफूले न्याय खोज्ने, लड्ने होइन, अथवा कानुनको बारेमा चाहिँ कानुन व्यवसाय राख्न पाउने होइन, हरेक कुराको चाहिँ राइटहरू हुन्छ होइन। अब यो राइटमा चाहिँ आफू विरुद्ध गरिएको कारबाही, आफू विरुद्धमा होइन चलाएको कारबाहीमा, राज्यले गरेको कारबाहीमा चाहिँ जानकारी पाउने हक चाहिँ कहाँ छ भन्यो होइन। यो चाहिँ भनेको आफ्ना विरुद्धमा कसैले कारबाही गर्दैछ, कुन राज्यले कारबाही गर्दैछ भने
प्रहरीले खोज्दैछ, कारवाही गर्दैछ, अथवा राज्यको कुनै अङ्गले खोज्दैछ हामीलाई भनेदेखि यो के कारणले हो भन्ने कुरा जानकारी पाउनको लागि जानकारी दिएर मात्रै गर्नुपर्छ भन्ने व्यवस्था छ। यो जानकारी पाउनेसँग सम्बन्धित व्यवस्था चाहिँ यो न्याय सम्बन्धी छ। न्याय सम्बन्धी हक भनेको यो चाहिँ धारा 20मा छ होइन। अब यसमा भनेको छ 20मा चाहिँ न्याय सम्बन्धी हक कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन भन्यो होइन। आन्दोलन भिडभाड अनि कहिलेकाहीँ चाहिँ इमर्जेन्सी लाग्ने भन्छ, हामी सङ्कटकाल लाग्ने भन्छौँ नि, त्यस्तो बेलामा बाहेक चाहिँ जस्तो कि तपाईँले घरमा आएर प्रहरीले पक्रिँदैछ भने त्यो प्रहरीले पक्रिँदै गरेको अवस्थामा चाहिँ तपाईँलाई चाहिँ यो कारणले पक्रेँ भनेर एउटा पुर्जी लिएर आउनुपर्छ। त्यो पुर्जी पक्रिन पाउने अधिकार हो। र अनि यो कारण हो भन्ने कुरा कारण खुलाएर लिएर आउँछ। उसले चाहिँ यस्तो यस्तो अवस्थामा म तपाईँलाई पक्रिन आएको हुँ भनेर उसले त्यो पुर्जीले अनुमति लिएर मात्रै पक्रेर लिएर जानेछ र कारण पनि भनेर जानेछ। अब त्यस पछाडि प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक भनेर चाहिँ न्याय सम्बन्धी हकको यो उपधारा मैले चाहिँ 1 देखि एकैचोटि 8 लेखेँ। 2, 3, 4, 5, 6, 7 चाहिँ लेखिनँ। यहाँ त कन्टेन्ट धेरै हुने भएकोले र एन्सरमै पुगेर मैले यो उपधारा 8मा छ भन्ने कुरा जानकारी गरेँ। अब सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरी कानुन बनाउन सक्ने व्यवस्था कहाँ छ भन्यो होइन। अब भनौँ राज्यले चाह्यो भने चाहिँ राज्यले आफूले काम लगाउन सक्ने रहेछ होइन त। त्यो भनेको के हो भन्दाखेरि अब यो धारा 29मा यो व्यवस्था छ होइन। धारा 29मा भएपछि एन्सर यही नै भइहाल्यो। र यो धारा 29मा के छ त, त्यो त्यसरी काम लगाउन सक्ने राज्यको त्यत्रो भनौँ न नागरिकलाई चाहिँ यो कामहरू गर्न बाध्य बनाउने अधिकारहरू कसरी राखेको छ राज्यले भन्ने सन्दर्भमा चाहिँ अब धारा 29मा शोषण विरुद्धको हक छ। प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ। कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन होइन। अब मैले इच्छा गरिनँ भने राज्यले मलाई जबरजस्ती काम लगाउन सक्दैन भन्छ। तर 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 चाहिँ सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरी कानुन बनाउन रोक लगाएको मानिने छैन भनेपछि कसैको कोही व्यक्तिगत कसैको इच्छामा होइन, सार्वजनिक व्यवस्थाका लागि सार्वजनिक प्रयोजनको लागि राज्यकै लागि पब्लिकका लागि होइन, राज्यले बनाएका नीतिका लागि चाहिँ राज्यले यो प्रयोग गर्न सक्छ, चाहिँ नागरिकको श्रम प्रयोग गर्न सक्छ भन्ने कुरा हो यो है। अब सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने अवस्था कुन मौलिक हकमा उल्लेख छ भन्यो होइन। अब यसमा चाहिँ अब ज्येष्ठ नागरिकको हकमा, बालबालिकाको हकमा, दलितको हकमा, महिलाको हकमा होइन, यदि विभिन्न कुन हक हो भन्ने सन्दर्भमा चाहिँ महिलाकै हक हो होइन। अब त्यसमा चाहिँ महिलाको हकको यो धारा 38मा छ र महिलाको हक प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ भन्ने गरिएको छ यो व्यवस्थाले नै। समान वंशीय भनेपछि यसमा आयो। अब त्यस पछाडि सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भन्यो नि त। अब चाहिँ ट्वाक्कै भेट्यो है। त्यही भएर मैले चाहिँ यो कुरालाई थोरै ल्याएको छु। सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक भनेर दियो। यो चाहिँ उपधारा 6मा यो व्यवस्था गरिदिएको छ। मात्र भेदभाव गर्नु हुँदैन भन्यो एकमा भेदभाव गर्नु हुँदैन भनेपछि तल आएर फेरि के भन्यो भन्दाखेरि उपधारा 6मा चाहिँ आएर सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको भनेको लोग्ने स्वास्नीको समान हक हुन्छ श्रीमान श्रीमतीको भन्यो होइन। अब मौलिक हकको हननमा संविधानको कुन धारामा संवैधानिक उपचारको हक उल्लेख भएको छ भनेको छ। अब यो चाहिँ धारा 46मा छ होइन। अब यो संवैधानिक उपचारको कस्तो अवस्थामा हुन्छ त भन्दाखेरि जेनरल जुरिस्डिक्सनबाट होइन, नियमित क्षेत्र अधिकारबाट सरल तरिकाले कुनै पनि काम कारबाही गर्न सकिँदैन, न्याय खोज्न सकिँदैन भनेदेखि राज्यले चाहिँ आफ्ना हकहरू हनन हुने अवस्थामा मौलिक हकहरूको बचाउको लागि के गर्न सक्ने भयो भने धारा 46मा चाहिँ यो धारा 133 र 144 भनेको सर्वोच्च अदालत र उच्च अदालतको दुईवटा
जुरिस्डिक्सनहरूबाट चाहिँ यो आफ्नो अधिकार प्राप्त गर्न एउटा चाहिँ कानुनको निर्माण गरेको छ, यो धारा निर्माण गरेको छ, त्यसकै लागि यो बन्यो हो होइन। धारा 46मा चाहिँ संवैधानिक उपचारको हक भन्ने चाहिँ यस भागबाट प्रदत्त हकको प्रचलनका लागि धारा 133 वा 44मा लेखिएको चाहिँ संवैधानिक उपचार पाउने हक हुनेछ भन्ने छ। मान्छे चाहिँ अब अघि अघि हामीले भन्यौँ कुनै नोटिस नगरिकन आफ्नो आफूलाई चाहिँ मान्छेले चाहिँ पक्रिन पाउँदैन भन्यौँ, तर हामीले कुनै पनि गल्ती गरेको छैन, तर पुलिस आयो, प्रहरी आयो अनि उसले चाहिँ हातकडी लगायो भनेदेखि हामीले चाहिँ के गर्न सक्ने भयौँ भन्दाखेरि आफूलाई चाहिँ प्रहरीले बन्द गरेको हो अथवा बिना कानुन चाहिँ होइन हामीलाई चाहिँ बिना सूचना चाहिँ अथवा बिना रिजन हामीलाई पक्राउ गर्यो प्रहरीले भनेर हामी यही धारा 46 उप चाहिँ हामी सर्वोच्च अदालत वा उच्च अदालतमा चाहिँ यो न्याय खोज्न जान सक्ने अवस्था रह्यो। त्यस पछाडि संवैधानिक उपचारको माग गर्दा प्रयोग हुने धाराहरू कुन कुन हुन् भन्ने छ। यो धाराहरू यही 46सँग सम्बन्धित छन् र यो 46बाटै चाहिँ यो यो धाराको प्रयोग हुने भन्ने कुराहरू प्रचलन गरिएको छ, यसमा दिएको छ। त्यही भएर यो धारा 133 र 144 हो। यो धारा 46मा संवैधानिक उपचारको हक भनेर चाहिँ यस भागद्वारा प्रदत्त हकको प्रचलनका लागि धारा 133 र 144मा लेखिएको चाहिँ संवैधानिक उपचार पाउने हक हुनेछ भनेर यहाँ लेख्यो नि त होइन, यही नै हो उद्धार। त्यस कारणले अब अर्को छ संविधानमा उल्लेख भएका मौलिक हकहरू कार्यान्वयनका लागि संविधान जारी भएको कति वर्षभित्र आवश्यक कानुन बने सक्नुपर्नेछ भए चाहिँ सक्नुपर्ने व्यवस्था रहेको छ भन्ने प्रश्न छ। संविधानमा उल्लेख भएका मौलिक हकहरू कार्यान्वयनका लागि ने यो राज्यले चाहिँ भनौँ यो पार्लियामेन्ट्री प्र्याक्टिसले हाम्रो कन्स्टिट्युसन बन्यो होइन। अब यो कन्स्टिट्युसन चाहिँ हाम्रो यो लोकतान्त्रिक कन्स्टिट्युसन बनिसकिसकेपछि चाहिँ अब यो संविधानमा चाहिँ के भन्यो भन्दाखेरि ती 31वटा मौलिक हकहरूको व्यवस्था गर्यो, तर ती मौलिक हकहरू के भए यी कागजमा रहे होइन। ती कागजमा रहेका हकहरूलाई प्रयोग गर्नको लागि चाहिँ कानुन कति वर्षसम्ममा बनिसक्नु पर्नेछ भनेर पनि यसमा कहिलेसम्ममा चाहिँ बनाइसक्ने भन्ने कुराहरू उल्लेख गर्यो र यो चाहिँ 3 वर्षसम्ममा यो संविधान बनेको बेला यी मौलिक हकको प्रयोजनका लागि चाहिँ 3 वर्षभित्रसम्म चाहिँ कानुन बनाइसक्ने भन्ने व्यवस्था यो हाम्रो संविधानको उसमा चाहिँ धारा 47मा व्यवस्था गरेको छ। र यो 47मा भनेको छ कि मौलिक हकको कार्यान्वयन यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको मितिले 3 वर्षभित्रमा व्यवस्था गर्नेछ भनेर कमिटमेन्ट गरेको देखिन्छ यो कन्स्टिट्युसनले। अब त्यस पछाडि रह्यो स्वच्छ वातावरणको मौलिक हक कुन धारामा उल्लेख छ भन्ने छ। यो वातावरणसँग सम्बन्धित चाहिँ इन्भाइरोमेन्टसँग सम्बन्धित चाहिँ कन्स्टिट्युसनको आर्टिकल 30मा यो व्यवस्था गरेको छ। जो यसमा भनेको छ कि यो धारा 30मा के भनेको छ भन्दाखेरि यो मैले चाहिँ ब्राकेटमा यसो कोट गर्नको लागि राखेको हुँ है। अब धारा 30मा चाहिँ स्वच्छ वातावरणको हक, अब यो हक कसलाई हुन्छ? प्रत्येक नागरिकलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ। वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेपछि पीडकका लागि कारबाही र पीडितका लागि क्षतिपूर्ति दिने व्यवस्थासम्म पनि यो कन्स्टिट्युसनले गरेको रहेछ यो व्यवस्था। र यसमा चाहिँ प्रत्येक नागरिकलाई हुन्छ यो हक होइन। यो चाहिँ आर्टिकल 30 अफ कन्स्टिट्युसन अफ 2072 भनेर हामीले हेर्नु पर्यो। नेक्स्ट चाहिँ के छ त भन्दाखेरि शिक्षा सम्बन्धी मौलिक हक कुन धारामा उल्लेख छ भन्ने छ। शिक्षा सम्बन्धी मौलिक हक चाहिँ धारा 31मा रहेको छ होइन। यो यसमा राखिएको छ धारा 31मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनेर यो कुरा गरेको छ। यो धारा 30को व्यवस्था हो। र शिक्षा सम्बन्धी अरू धेरै कुराहरू हेर्नुपर्छ। अब नयाँ ऐनहरू पनि प्रस्ताव भइरहेको अवस्था छ शिक्षा सम्बन्धी, र महत्त्वपूर्ण ऐनको रूपमा यसलाई ग्रहण गरिएको छ। र यो आधारभूत शिक्षाको चाहिँ सुविधाहरू देशभरि पब्लिक स्कुलमा यो व्यवस्था हुँदै पनि आएको छ। अब यो अर्को चाहिँ रहेको छ भाषा संस्कृतिको मौलिक हक कुन धारामा उल्लेख भएको छ भने छ। यो भाषा र संस्कृति सम्बन्धी चाहिँ
कल्चरल ल्याङ्ग्वेज एन्ड कल्चरको कुरा चाहिँ धारा 32मा रहेको छ भने धारा 32मा चाहिँ भाषा तथा संस्कृतिको हक प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुन्छ। हाम्रो समुदाय पछि धेरै ल्याङ्ग्वेजहरू छन् होइन। गुरुङको आफ्नो ल्याङ्ग्वेज, तामाङको आफ्नो ल्याङ्ग्वेज, ब्राह्मणहरूको आफ्नो संस्कृत भाषा पढ्नेहरूले त्यही प्रयोग गर्न पनि सक्ने भए होइन। आफ्नो चाहिँ इथनिक भाषाहरू होइन, लिम्बू, राई, नेवारका आफ्ना भाषाहरू छन्, त्यसमा आफ्ना मौलिकताहरू रहेका छन्। त्यस पछाडि अर्को चाहिँ रह्यो सञ्चारको मौलिक हक कुन धारामा रहेको छ भन्ने छ र सञ्चारको मौलिक हक चाहिँ धारा 19मा रहेको छ। यो परीक्षामा आउँदाखेरि क्रोनोलोजिकल्ली सुरुमा सोधिने प्रश्नहरू चाहिँ धारा 1, 2बाट आउने र क्रमशः धारा बढ्दै जाने नभएर रेन्डमै सोध्न सक्ने भएकोले गर्दाखेरि यो रेन्डम रूपमा चाहिँ मैले यो क्वेसनहरूलाई एरेन्ज गरेको छु होइन। यो तलमाथि गरेको छु मैले चाहिँ। अघि चाहिँ धारा 46 पुगिसक्यो, अहिले फेरि किन यो प्रश्नले गर्दाखेरि धारा 19 आयो भन्ने प्रश्नतिर चाहिँ लाग्नु भएन होइन। र यो रेन्डम गऱ्यो भने चाहिँ अलिकति क्वेसनमा पनि हामीलाई कोही प्रश्न सोद्धा पनि रेन्डम सोध्न नै सक्ने भयो होइन। हामीले बनाउँदा पनि फेरि तलमाथि गरिरह्यो भने त्यो झुकाए जस्तो हुन्छ, आफूलाई फिल हुन्छ। त्यसपछि मेमोरीमा अलिकति सहजता आउँछ, सम्झिने बानी अलिकति बढ्छ। त्यसैले धारा 19मा चाहिँ सञ्चारको हकमा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय लेख, रचना वा अन्य कुनै पाठ्य श्रव्य दृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छान्न पूर्व प्रतिबन्ध लगाइने छैन भनेर भनिएको छ। यो सञ्चारको हकसँग सम्बन्धित धारा 19को व्यवस्था रहेको छ। अब त्यस पछाडि चाहिँ रह्यो रोजगारीको हक। रोजगारीको हक यो चाहिँ रोजगारीको मौलिक हक कुन धारामा उल्लेख भएको छ भनेको छ। यसमा चाहिँ यो धारा 33मा रहेको छ होइन। र यो धारा 33मा चाहिँ के भनेको छ भन्दाखेरि प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ। रोजगारीको शर्त र अवस्था र बेरोजगार सहायता सङ्घीय कानुन पहुँच हुनेछ। प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्ने पाउने हक हुनेछ भन्ने व्यवस्था छ। र आजको यो डिस्कसनमा अब यिनै 25वटा क्वेसनहरूको डिस्कसन गरियो होइन। अब यसमा चाहिँ अब कतिपय अवस्थामा चाहिँ फेमिलियर नहुँदाखेरि अलिकति छिटो पनि भयो होइन, अलिकति स्पिड भयो होइन। तर पनि यो जुन कुराहरू छ यसैले तपाईँको परीक्षा अथवा हामी कसैको परीक्षालाई परिपूर्ति गर्ने भन्दा पनि यो शैलीले पढ्यो, यसरी नै क्वेसन बनायो, हेऱ्यो र विभिन्न विकल्पहरूमा गइयो भनेदेखि परीक्षालाई सजिलो हुन्छ भन्ने हो। अब यो बाहेकका प्रश्नहरूमा म फेरि यो कन्स्टिट्युसनका पुरै पार्टहरूमा क्रमशः आउँदै जानेछु र मैले यो मेरो आफ्नो यो कुराहरू चाहिँ युट्युब च्यानलमा पनि समावेश गरिदिनेछु र यो हेर्नुभएको साथीहरूले युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। म तपाईँहरूलाई निस्वार्थ यो कन्टिन्यू कानुनी शिक्षाको अन्तर्क्रियामा सहभागी भएर तपाईँहरूले जानेको कुरा पनि मैले लिने होप गर्छु र मैले जानेको कुराहरू आफूले अभ्यास गरेको कुराहरू, आफूले अनुभव गरेको कुराहरू सेयर गर्दै जानेछु। हस् त, नमस्ते, बाई बाई।